मार्ने रहेछ नि त यहाँ चाहिँ जति पनि पानी बगिरहेको छ नि यो पिउँदाखेरि केही हुँदैन कि एकदमै स्वच्छ पानी हो क्या यहाँको चाहिँ पर्यो कस्तो धेरै फल्यो क्या मलाई अब फेरि सुरु भयो झाडीको बाटो चारको चाहिँ झाडी जस्तो छ यहाँको बाटो चाहिँ हेलो एभ्रिवान नमस्ते दिस इज यो पङ्की राई वेलकम टु माई युट्युब च्यानल वेलकम टु माई न्यू एनदर भिडियो आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु अहिले चाहिँ म बुइपा दिखुवा खोलाको पुलमा छु तपाईँहरू देखिसक्नुहुन्छ मेरो ब्याकग्राउन्डमा पुल अनि आज चाहिँ हामी खोला खेल्ने अनि अलिअलि माछाहरू पनि मार्छौँ अनि त्यही दृश्यहरू तपाईँहरूलाई देखाउँछु अब कसरी सर्भाइभ भएको थियो पहिलेतिर त्यस्तै टाइपको छ अनि त्यही हो खोला जान्छौँ खोलासोला खेल्छौँ त्यही दृश्यहरू तपाईँहरूलाई देखाउँछौँ अब चाहिँ जाम है त हामी तपाईँहरू देखिसक्नुहुन्छ दिखुवाको पुल दिखुवा खोला भन्छ यो पुलले चाहिँ बुइपा र बामराङ छुट्याउँछ यतापट्टि चाहिँ बामराङ हो भने यतापट्टि चाहिँ बुइपा आज अनि मेरो साथमा चाहिँ दुईजना अङ्कलहरू हुनुहुन्छ यहाँ बुइपाको अनि सानो सानो भाइ हुनुहुन्छ गौरव पनि छ ऊ चाहिँ मासतिर गएको छ अब केही बेरमा ऊ चाहिँ आउँछ यो पुल चाहिँ अति धेरै हाइटमा छ उँधो हेऱ्यो भने चाहिँ लास्टै डर लाग्ने रहेछ हेर नि त कस्तो धेरै हाइटमा छ क्या यहाँ बन्जी हान्दा पनि हुने रहेछ तल तपाईँहरू देखिसक्नुहुन्छ माछा मार्दै हामी चाहिँ हिजो यही पुलकै बाटो आएको भरे पनि यही बाटो फिर्छौँ पुलमा पनि वस्तुहरू हिँड्दो रहेछ है गोबा रहेछ हेलो भाइ कस्तो भाइ भाइ गर्दै तिम्रो नाम भन्दैन र नाम आर्यन राई My name is Peran Rai. My name is Nimesh Rai. अब हामी निमेश पेरन आर्यन तल खोलातिर झर्दैछौँ अनि अङ्कलहरू चाहिँ भइसक्नु भयो निमेश एउटा गीत गाइदेऊ न त अहिले चाहिँ हामी यो पुल तरेर आएको एकदमै लामो छ यतातिरको बाटो चाहिँ अति झोडै झोड छ कि कपडाभरि यस्तो लागेर कुरो लागेर ध्वस्त छ यस्तै झोडी आएको हिजो पनि अहिले चाहिँ हामी खोला आइसकेको छौँ तपाईँहरू देखिसक्नुहुन्छ दिखुवा खोला अनि मेरो साथमा चाहिँ अङ्कल हुनुहुन्छ अङ्कलहरूको नाम भनिदिनु न त धनराज राई धनराज अङ्कल हुनुहुन्छ अब हामी चाहिँ माछा मार्ने भन्दा पनि यसो खोलामा रमाइलो गर्न आएको सो एकछिन रमाइलो गर्छौँ यो खोलामा अङ्कल कतिको माछा छ है टन्नै मार्नु चाहिँ सक्नु पऱ्यो होइन हाल माछा एउटा देखिँदैन को हो बल्छी धुर्बे तिमी कि को बल्छी धुर्बे अब रेडी भयो यो जाल चाहिँ कहाँबाट ल्याउनु हकाउनु टेनमा ए आफैले बुनेको हो कि यो हातले है कति टाइम लाग्छ हौ यो बुन्नु यसलाई चाहिँ के भन्छ यो यसले डुबाउने होइन यो गोटी त रख्या के पनि हुन्छ अरे भन्छ भन्छ कि होइन अङ्कल यतैतिर माछा छ त यो करेन्टले माछाहरू होइन करेन्ट धेरै छैन है करेन्टहरू हाल्छ बिस हालिदिन्छ माछा पर्छ कि पर्दैन माछा छैन जस्तो छ गऱ्यो त छैन करेन्ट लाग्छ नि त अस्तिसम्म त माछा ल यस्तो पनि यहाँ कता छ पर्नेमा एक दुईवटा जाल हान्नु अङ्कल पर्नेमा खासै पर्दैन हौ यहाँको माछा है राति हाल्नुपर्छ कि माछा चाहिँ ए जाल राति उसले अब जाल हान्नुको लागि ट्राई गर्दैछ लेट्स सी जान्दछ कि जान्दैन
अब उनीहरूले जाल हान्नेले अनि म चाहिँ उनीहरूको पछि जाल हानेको हेर्नुको लागि हिँडिरहेको छु। केटाहरूले कतिको माछा मार्छ है जालमा। एउटा पार्छ कि पार्दैन हेरौँ। एउटा पार्यो भने तिमी खतरा है भाइ। ए माछा पार्नु त के जालै त हान्नु आएन। होइन है अङ्कल यो चाहिँ के हो तपाईँले हानेको चाहिँ? खकौली भन्छ। खकौली पर्यो। माछा चाहिँ कस्तोमा हुन्छ अङ्कल? ए माछा चाहिँ मार्न आयो तर आज एउटा पनि माछा मर्छ जस्तो चाहिँ छैन। जस्ट हेरेर रमाइलो गरेर जाने हो। जस्ट फर तपाईँहरूलाई इन्टरटेनमेन्ट अनि हामीलाई पनि रमाइलो त्यति मात्र हुन्छ। माछा चाहिँ पर्दैन आज स्योर। यहाँ चाहिँ जति पनि पानी बगिरहेको छ नि यो पिउँदाखेरि केही हुँदैन क्या। एकदमै स्वच्छ पानी हो क्या यहाँको चाहिँ। त्यसो अब यसरी खाने क्या यहाँको पानी हो कि। अति दामी छ चिसो पनि। ल गङ्गटा परेछ है। गङ्गटा दुईटा। यहाँ माछाको भुडाहरू चाहिँ बरु टन्न रहेछ तर सानो सानो अति सानो छ। उनीहरूले जाल हान्दैछ एउटा पारेको छैन। जान्दैन जालले हान्नु। लो उनीहरू पनि माछा मार्नु आएको। उनीहरूले चाहिँ अलिक धेरै माछा मारेको छ अरे है। माछा मार्नुको लागि जाने छ। कहाँ जाने हो? पर्यो गङ्गटा पक्रेर केटाहरूले हुर्रे गर न। चोकलाई खोइ केटी नजिकबाट खेल्नु यस्तो राख अनुहारमा। ओ केटाहरूले अहिलेसम्म पारेको गङ्गटा भन्दा केही पारेन। बो नमारौँ। यसले बच्चा पार्छ नि त्यसले पनि। पानीमै छोडिदिउँ है। चोक्दैन खोइ के गरेको हौ? माछा ठुलो माछा भेट्यो। ठुलो माछा ठुलो माछा भेट्यो है। अब हो अहिले चाहिँ हामीले अब खोलामा एकछिन आएर रमाइलो गऱ्यौँ खेल्यौँ मजा आयो। अब चाहिँ फेरि हामी लाग्दैछौँ हाम्रो घरतर्फ। हे बल्छी धुलो भाएर हिँड न छिटो। कति छु लम्बाइ चाहिँ हेर्दैछु 135.37 मिटर। अहिलेसम्म खोला खेलेको नतिजा। अहिले अलिक तातो भयो के त नि? उलाएको छौ त नि कस्ट्युम कपडा सुकाएको उसले। यो यसो गर भने देखिहाल्यो नि। यसो गर भने सबै देखिन्छ देखिहाल्यो हौ। ल देखिसक्यो। यहाँ चाहिँ तपाईँहरू देखिसक्नुहुन्छ सालै सालको रुखहरू।
यतातिर चाहिँ प्रायः जस्तो उत्तिस चिलाउने रहेछ यतातिर सब साल घानी मात्र यहाँ चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ एकदमै सुन्दर घर अनि एकदमै पुरानो सेतो माटोले पोतिएको अनि खरको छानो भएको चाहिँ गाउँघरको दुई धुरे घर भन्छ यस्तोलाई चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ अनि यहाँ चाहिँ सुपारीको बोट टर्की यो चाहिँ परा राख्ने ठाउँ फल्दै यहाँ चाहिँ देख्न सक्नुहुन्छ अति धेरै अमला फलेको आमामा कस्तो धेरै फल्यो कि अमला माथि घरमा खेला न अमला कस्तो धेरै फलेको अहिले चाहिँ अब हामी यहाँ अङ्कलहरूको घरमा आइसकेको छौँ एकदमै दामी छ यो घर नि यो चाहिँ आजको हाम्रो माछा एकदमै धेरै परेको छ जालभरि अहिले चाहिँ अब हामी बुइपाबाट दिक्तेलतर्फ लाग्दैछौँ अनि अहिले चाहिँ बेलुकाको 5 बजेर 1 मिनट गइसकेको रहेछ हामी जाँदै थियौँ यहाँ हाम्रो हातमा आउने ग्लोभ्स माथि नै छुटेछ अनि ऊ गौरव चाहिँ लिनु गइरहेछ अब म चाहिँ हिँड्दै जान्छु कहाँसम्म आउँछ त्यहीँबाट म बाइकमा चढ्छु अनि यस्तो बाटो छ नि उता दिक्तेल जाने एमाजोनको जङ्गलहरू जस्तो छ के अब कहिले केही नहिँड्ने जस्तो भरे अनि त्यसको म तपाईँहरूलाई भिडियो मार्फत देखाउने छु कस्तो बाटो छ गौरव पनि अहिले चाहिँ आइपुग्यो अब हामी लाग्दैछौँ दिक्तेलतर्फ ग्लोभ्स पनि ल्याइदियो अहिले चाहिँ हामी खोलानेर आइसकेको छौँ अनि यहाँ बाटो चाहिँ अति डेन्जर छ क्या यत्रो छ सागुरो छ एउटा बाइक जस्ट आँट्छ मात्र यस्तो गाडी छ क्या बाटै छैन यो चाहिँ बिखुवाको पुल तपाईँहरूलाई होइन मैले देखाइसकेको छु बाई बाई बिखुवा अब चाहिँ यतातिर चाहिँ तपाईँहरूले सक्नुहुन्छ क्या बाटै छैन सब झोडी छ यो झोडीबाट जानुपर्ने अब बाटै देखिँदैन सबै झोडी आँखा घुट्छ भने डर आँखा बन्द गऱ्यो भने बाइक लगाउने डर त्यही छ रनिङ फेरि उस्तै मासु उमा हाल्यो भने बिचमा बाटो यो बाटो चाहिँ नगरपालिकाले सफा गर्नु आउने भन्थ्यो अरे अहिलेसम्म आएकै छैन अब चुनाव पछि आउने भनेर बाहना बनाएको छ अरे अब हेरौँ त्यो चुनाव पनि सक्यो अब आउँछ कि भन्दै हुनुहुन्थ्यो हामी पनि हेरौँ लेट्स सी यस्तो बाटो त यार म फर्स्ट टाइम हिँडेको हिजो पनि हिजो चाहिँ राति आएको हामी अनि राति आउँदै तपाईँहरू बाटोको भिडियो बनाएर देखाउँ भन्ने सोचिरहेको थिएँ यो चाहिँ धेरै राम्रो बाटो हो क्या यहाँको फेरि यस्तो बाटो चाहिँ अब फेरि सुरु भयो झाडीको बाटो 4 कोसे झाडी जस्तो छ यहाँको बाटो चाहिँ खालि नेताहरूले पनि अब विकास गर्छौँ डेभलप गर्छौँ भनेर खालि चकमा मात्र दिने यो बाटो पनि बनाउँछौँ भनिरहेको छ चुनाव पछि अब हेर्मै कस्तो हुन्छ यहाँको हालत आइया मार्छ हौ यस्तो छ भने त बाटो बिगाल्छ त्यही छ खोला यस्तो त छ बाटो अनि बाटै देखिँदैन यहाँ बाटै छैन कि बाइक कुद्ने बाटो पनि अब आफै बनाउँदै हिँड्नु भनेर मिस्टेक झोडीमा छिडी
बल्ला झोडी हल्का कटै अब फेरि सुरु भयो झोडी यस्तो बाटो हिँड्नुपर्छ हौ यो पनि बाटो हो भन्ने हो क्या खोटाङ चाहिँ नेचुरल चाहिँ अति धनी छ तर अब अति बिकट छ हौ हेर्नु त यहाँ बाटो यो बाटो के हो च्याल 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 अगाडि च्याल 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 होइन च्याल पनि देख्नु पायो धेरै बस्नु अहिले चाहिँ हामी झोडीको बाटो कटिसकेको छौँ अब चाहिँ अलिक राम्रो राम्रो बाटो आउँदैछ अहिले चाहिँ हामी बामराङ काउलेमा छौँ तर अहिले चाहिँ हामी बामराङ झिसे पुगाइसकेको छौँ अनि रात पनि परिसकेको छ अब आजको भिडियो पनि बनाइसकेँ थ्याङ्क यू सो मच एभ्रीवान फर वाचिङ माई भिडियो अनि आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोस् इफ यु लाइक दिस भिडियो प्लिज क्लिक सब्सक्राइब लिभ योर लाइफ लिभ योर ड्रिम